है ब्लड प्रेसरका लागि के छ घरेलु उपचार अनि योग अभ्यास भनेर एकजनाले सोध्नु भएको छ। यो घिउ कुमारी हो, यसको सेवन, त्यसपछि यो मेथी दानाको सेवन, नीमको पातको जुस, करेलाको तरकारी, हरेक तितो चीज, अझ खाली पेटमा कफी, ब्ल्याक कफी बिना चिनीवाला, नो सुगर, चिनी नराखिकन कालो कफी, फेरि त्यो बजारमा पाउने त्यो रेडमेड प्याकेट नलिनु होला, त्यसमा दुध मिक्स के मिक्स हुन्छ। एकदमै सादा ब्ल्याक कफी पनि हामी लिन सक्छौँ, यसले पनि प्रेसरलाई तल गर्छ। अब सबभन्दा पहिले हामी योग अभ्यास गर्नेछौँ, त्यसपछि यो कसरी सेवन गर्नेछौँ म यहाँहरूलाई बताउनेछु। भ्रामरी प्राणायाम सबैभन्दा राम्रो मानिन्छ। यसरी हामी यो गर्ने तरिका, यो ढकनी जस्तो बनाउँछौँ, यो आँखाको यो छेउमा यसरी लगाउँछौँ, यो नसकेर यो चोर औँलालाई टीका लगाउने ठाउँमा यसरी राख्छौँ र यो बुढी औँलाले यो कानको यो छ नि दुईटैतिर यसलाई ठ्याप्पै बन्द हुने गरी राख्नेछौँ। यसरी बन्द गरिसकेपछि मुख बन्द गरेर लामो श्वास लिँदै मुखभित्रबाट ओमको उच्चारण गर्नेछौँ। यसरी लगातार 5 मिनटसम्म हामी गर्नेछौँ। मुख बन्द भएको कारणले यो पुरै बन्द हुन्छ नि त, त्यसपछि मुखभित्रै भमरा एकदम भाइब्रेसन हुन्छ यता पुरै र उसै गरे जस्तो सुनिन्छ, तर हामी ओम भनिराखेका हुन्छौँ। यसरी लगातार 5 मिनट हरेक दिन यहाँहरूले गर्नुपर्ने हुन्छ, त्यसले प्रेसरलाई डाउन गर्छ। यो भ्रामरी एकदमै राम्रो छ। त्यसपछि हामी यो एलोभेरालाई योग अभ्यास दैनिकी सकाइसकेपछि एलोभेरालाई लिनेछौँ। एकैछिन केही बेरसम्म यसो ठाडो पारेर राखेपछि यसको पहेँलो पुरै तल खसेर जान्छ, यो सफा हुन्छ। अनि त्यसपछि बोक्रासहित पनि खान सक्छौँ। हामीले हरेक तितो चिजबाट ब्लड प्रेसरलाई कम गर्ने हो। बोक्रालाई निकालेर भित्रको जेल मात्रै पनि खान सक्छौँ। त्यसपछि हामीले यो मेथी दानालाई बेलुका सुत्ने बेलामा राति भिजाइदिन्छौँ। बिहान यसको पानी पनि पिउँछौँ र दाना टुसा उमारेर दानाको अचार पनि हामी खान सक्छौँ, दाना चबाएर पनि खान सक्छौँ। नीमको पत्ताको जुसको सेवन पनि हामी गर्नुपर्ने हुन्छ हामीले, र 1 हप्ता जति नीम पत्ताको जुस सेवन गर्छौँ। 1 हप्तापछि ग्याप छोड्छौँ। लगातार हरेक कुनै पनि आयुर्वेदिक चिजहरू लगातार खानु हुँदैन, केही समयको ग्याप पछाडि खानुपर्ने हुन्छ। त्यसपछि करेलाको तरकारी, हरेक तितो चिजले ब्लड प्रेसरलाई कम गर्ने हो, लो गर्ने हो, यसकारण तितो चिजको सेवन गर्ने। अनि लगातार नगर्ने, 1 हप्ता जति गर्ने, केही समय ग्याप गर्ने, त्यसरी गर्नेछौँ। बिहान बिहान यो योग अभ्यास सकेपछिको एलोभेरा गजब हुन्छ। यो मिठो खाले एलोभेराहरू मैले बोक्रासहित खाएँ।